यस कर्मा कृषि सम्मेलन 2081 को आज हामी तेस्रो दिनमा छौँ र यस कार्यक्रममा देशभरिका विभिन्न स्थानबाट पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू, कृषक वर्गहरू र सम्पूर्ण सहभागीज्यूहरूलाई म यस कर्मा ग्रुप अफ कम्पनीज र म आजको कार्यक्रम सञ्चालिका प्रतीक्षा अधिकारीको तर्फबाट हार्दिक स्वागत गर्दछु। सन् 2001 सालमा स्थापना भएको कर्मा ग्रुप अफ कम्पनीज आजको दिनसम्म आइसक्दा 24औं वसन्त पार गरिसकेको छ र आजको दिनसम्म आइपुग्दाखेरि यस कर्मा ग्रुप अफ कम्पनीजभित्र 6वटा सिस्टर कम्पनीजहरू पनि स्थापना भएका छन् र त्यसैले यस कर्मा ग्रुप अफ कम्पनीजलाई यो स्थानसम्म पुर्याउनु भएकोमा सम्पूर्ण कृषक वर्ग र सहयोगी हातहरूलाई हार्दिक नमन गर्न चाहन्छु। यस कम्पनीले कृषकहरूलाई विभिन्न प्रकारका कार्यक्रमहरूबाट सञ्चालन गरिराखेको छ र हजुरहरूलाई पनि प्राविधिक सहयोगको मार्फत यहाँ जोडिराखेको छ। त्यसैले कर्मा कृषक सम्मेलनको आयोजना गरेर आज यहाँहरू सम्पूर्णलाई पूर्वदेखि पश्चिम नेपालभरिका व्यावसायिक किसानहरूलाई सम्पूर्ण किसानहरूलाई आमन्त्रण गर्दै आज हामीसँग करिब 400 जना किसान सँगसँगै अरू सहभागीज्यूहरू पनि उपस्थित हुनुभएको छ र आजको यस कार्यक्रमको मुख्य उद्देश्य भनेको कृषक वर्गहरूको सिकाइलाई आदान प्रदान सँगसँगै अनुभव र सञ्जाल बढाउनको लागि र साथै खेती गर्दै गर्दाखेरि देखिएका विभिन्न चुनौतीहरूसँग सामना गर्ने र त्यसलाई समाधान गर्ने उपायहरू दिनको लागि र नयाँ कुशे ढुङ्गा कसरी हासिल गर्ने भन्ने रणनीति बनाउने हेतुले यस कार्यक्रमको आयोजना गरिएको छ। अब भने ढिलो नगरिकन यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र त्यसको लागि हामी यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनको लागि राष्ट्रिय गान बजाएर अगाडि बढाउनेछौँ। त्यसैले म अब भने राष्ट्रिय गान बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु र यहाँहरू सबैजनालाई उभिनु हुन पनि अनुरोध गर्दछु। फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका बेसी महाकाली सयथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका बेसी महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल आफ्नो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सबैजनाले राष्ट्रिय गान गाइदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र अबको क्रममा भने म आजको कार्यक्रमलाई अगाडि बढाउनको लागि आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु र अबको कार्यक्रममा आसन ग्रहण गरिदिनु हुन यस कर्मा ग्रुप अफ कम्पनीजका अध्यक्ष एवं प्रबन्ध निर्देशक आदरणीय सुरेश गुरुङ सरलाई अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणकै क्रममा सम्पूर्ण डिलरज्यूहरू आसन ग्रहण गरिदिनु होला यथास्थानमा। यसै गरी यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण सहभागीहरूलाई आफ्नो ठाउँमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब भने हाम्रो आजको कार्यक्रमको कार्यतालिका देखाइदिनु हुनको लागि हाम्रो टेक्निकल टिमलाई हार्दिक अनुरोध गर्दछु।
करिब 9 बजे हाम्रो कार्यक्रम सुरुवात गर्ने भने तापनि केही कारणवश ढिलो भएको कारणले गर्दा म त्यसको लागि क्षमा पनि माग्न चाहन्छु र आजको हाम्रो स्केड्युल यस प्रकारको छ। हामीले अब भने यस कार्यक्रममा आसन ग्रहणको कार्यक्रम सकिसकेका छौँ र अबको क्रममा भने यस कार्यक्रममा उपस्थित सबैजना सहभागीहरूलाई स्वागत गरिदिनु हुन यस कर्मा ग्रुपका आदरणीय सर सर्वेश मैनालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद प्रतीक्षाजी। विभिन्न जिल्लाबाट पाल्नुभएका कृषक र सम्पूर्ण दिदी बहिनी तथा हाम्रा डिलर सब डिलर वर्ग र सम्पूर्ण किसानहरूलाई चाहिँ म यहाँ स्वागत गर्न चाहन्छु। साथसाथै हजुरहरू सबैले यत्रो लामो लगभग 24 वर्षदेखि कर्मा ग्रुप अफ कम्पनीजलाई साथ सहयोग हौसला प्रदान गर्नुभएको छ र आशा छ आउने दिनमा योभन्दा पनि एकदमै हाम्रो जुन उद्देश्य छ यो कार्यक्रमको लागत घटाउने, उत्पादन र आम्दानी बढाउने भन्ने यसमा अझै ठुलो भूमिका खेल्नुहुन्छ जस्तो लाग्छ। किनभनेदेखि नेपाल एउटा कृषि प्रधान देश, हामीले लामो समयदेखि सुने पनि विभिन्न चुनौतीहरू हामीले हरेक वर्ष फेस गर्दै गइरहेका छौँ र कृषिलाई एउटा मर्यादित, सम्मानित र एकदमै व्यवहारिक विषय बनाउने भने हामी सबै एकजुट हुन चाहिँ जरुरी छ हैन। जब नै हामी एकजुट हुँदैनौँ भने हामीले यो व्यवसायलाई चाहिँ अगाडि बढाउन सक्दैनौँ। साथसाथै हामी सबैलाई थाहा छ कि बिना कृषि कुनै पनि समाजको हामीले परिकल्पनै नगरे हुन्छ। अहिले कृषिमा यो ठुलो चुनौती छ, पुस्तान्तरण, हस्तान्तरण र अर्को भनेको चाहिँ अब नेपालको कृषिमा चाहिँ साँच्चीकै कमर्सियल एग्रिकल्चर चाहिँ आवश्यकता छ। किनभनेदेखि जुन विविधता हामी कहाँ छ, जुन भौगोलिक स्थिति हामी कहाँ छ, जुन नेचुरल रिसोर्सेस हामी कहाँ छ, त्यसलाई चाहिँ अब हामीले युटिलाइज गर्नुपर्छ। हामीले प्रविधिको प्रयोग गर्नुपर्छ र विभिन्न कुराहरू र खेती पनि अब वैज्ञानिक तरिकाले गर्न चाहिँ आवश्यकता छ। र त्यो भन्दै म के भन्न चाहन्छु भनेदेखि यहाँ हामी लगभग कति जिल्लाका मान्छे छौँ भने हजुरहरूले गेस गर्नु भएको छैन होला है। यहाँ हामी लगभग 18 वटा जिल्लाका लगभग 400 जना जति मान्छे एउटा ठाउँमा हामी सम्मेलन गरिरहेका छौँ र यो सम्मेलनको उद्देश्य हामीले हिजो पनि सेयर गरेका छौँ र आज पनि भन्दैछौँ। अब हामीले कृषिलाई राम्रो बनाउने हो भने हामी एकजुट हुनुपर्छ। हामीले लागत घटाउन सोच्नुपर्छ। लागत घटाउने विभिन्न फ्याक्टरहरू होला हैन, प्रविधिका कुराहरू होला, उच्च बिउका कुरा, गुणस्तर बिउका कुराहरू होला। त्यसको साथसाथै हामीमा उद्यमशीलताको पनि एउटा विकास गर्न जरुरी छ हैन। हामी व्यवसायिक हुनुपर्छ र किसानलाई चाहिँ सम्मानित बनाउनु पर्यो के। हामी आफै यत्रो वर्गहरू छौँ, हामीले आफूलाई चाहिँ पहिला एप्रिसिएट गर्नु पर्यो, भ्यालु गर्नु पर्यो। तपाईहरुको भूमिका ठुलो छ। तपाईहरु नै भएन भने यहाँ लाखौं मान्छे भोकै हुन सक्छ र साथसाथै नेपालको कृषिमा ठुलो सम्भावना छ। हामीले एक्सपोर्ट गर्न सक्छौं। भइसक्यो विगतमा हामीले साइलेन्स टिबेट एक्सपोर्ट गर्यौं होला हैन। हजुरको अरु इतिहासहरू पनि छन् र आउने दिनमा यसको मैले ठुलो सम्भावना देखेका छु। र यति भन्दै हामी चाहिँ अहिले लगभग 18 वटा जिल्लाका साथीहरू, कृषक दाजुभाइहरू हुनुहुन्छ। एकअर्कामा नेटवर्क बढाउँ, यो एकदमै आवश्यकता छ। सञ्जाल बनाउँ, आफूले सिकेका अप्ठ्यारा परिस्थितिहरू पनि सेयर गरौँ। र म के भन्न चाहन्छु भने कर्मा ग्रुप अफ कम्पनीज भन्ने बित्तिकै गुणस्तर भन्ने चीज चाहिँ बुझिन्छ हैन। जहाँ गुणस्तरको नाम आउँछ त्यहाँ चाहिँ सम्भवित नेपालमा एउटा मात्र, अरु पनि हुनुहुन्छ होला, तर कर्माको नाम चाहिँ सबभन्दा पहिला आउँछ कृषि क्षेत्रमा। त्यसैले आउने दिनमा चाहिँ अझै हामी गुणस्तरीय वस्तुहरू तपाईहरुले सल्लाह सुझाव दिनु पर्यो हैन। किसानको आवश्यकता के छ, स्पेशली मेरो रिक्वेस्ट चाहिँ डिलर दाजुहरू र सब डिलर दाजुहरूलाई, किनभने उहाँहरूले किसानको प्रतिनिधि गर्नुहुन्छ र किसानको यथार्थ समस्या के छ, के उहाँले खोजिरहनु भएको छ र उहाँहरूलाई गुणस्तरीय चीजहरू पनि पुर्याउने दायित्व हजुरहरूको हो र यो यात्रामा हजुरहरूले साथ दिँदै रहनु भएको छ। आउने दिनमा अझै राम्रो रूपमा साथ दिनुहुन्छ जस्तो लाग्छ। र अर्को म के भन्न चाहन्छु भने कर्मा ग्रुप 2001 मा स्थापित भयो र अर्को वर्ष हामी रजत जयन्ती मनाउन गइरहेका छौं। त्यसको लागि पनि तपाईहरु सबैलाई नै हामी एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभनेदेखि यो एकदमै ठुलो कुरा हो। नेपालमा सम्भवतः एउटा कृषि कम्पनीले रजत जयन्ती अर्को वर्ष मनाउन गइरहेको छ, जसमा तपाईहरु सबैको ठुलो भूमिका छ हैन। यो चीजलाई पनि हामी मध्यनजर गर्दै अर्को वर्ष अझै राम्रो रूपमा चाहिँ हामी सिल्भर जुबली भनौं न, रजत जयन्ती मनाउन गइरहेका छौं। साथसाथै आजको दिनमा कति, किनभने यहाँ आउनु भएका किसानहरू सम्भवतः मेरो विचारमा लामो समयदेखि कर्मासँग आबद्ध हुनुहुन्छ र तपाईहरुको सल्लाह सुझाव चाहिँ एकदमै जरुरी छ। किनभने अबको आउने दिनमा चुनौतीहरू पनि धेरै छन्
हैन हामीले देख्छौँ किनभने जैविक यो वातावरण परिवर्तन क्लाइमेट चेन्ज भनेर हामीले सुनिरहेका छौँ हैन क्लाइमेटको भूमिका कति छ कृषिमा भन्ने कुरा मैले भन्दा बढी हजुरहरूलाई थाहा छ हैन छिनमा पानी पर्छ छिनमा घाम लाग्छ छिनमा ह्युमिडिटी हुन्छ हैन अर्को भनेको जलवायु परिवर्तन क्लाइमेट चेन्जका कुराहरू होला अर्का रोग किराहरू हरेक वर्ष बढ्दै गइरहेका छन् यो सबै कुरालाई मध्यनजर गरेर कर्मा ग्रुप 2001 मा गुणस्तरीय बिउ सप्लाई गर्दै अगाडि बढ्यो हैन किनभने बिउ बिना हामीले राम्रो कृषिको कल्पना नगरे हुन्छ बिउ नै राम्रो छैन भनेदेखि कहिले पनि हाम्रो उत्पादन पनि राम्रो हुँदैन र यो हाइब्रिड ब्रिडको महत्त्व आफ्नै होला ओपी ब्रिडको आफ्नै होला तर अहिलेको जमानामा चुनौती के छ खेती गर्ने मान्छे कम छौँ खाने मान्छे बढी छ पहिला खेती गर्ने मान्छे बढी थिए सम्भवतः यो रुममा भएको सबैजनाको दुईटा जेनेरेसन चाहिँ कृषकै हो आइएम स्योर मेरो बाबा पनि कृषकै हो मेरो हजुरबा चाहिँ वकिल हुनुहुन्थ्यो हैन तर कतिको चाहिँ हजुरबादेखि हामी चाहिँ भने कृषकै हौँ र पहिला कृषि गर्ने मान्छे धेरै थियौँ भने अहिले कृषि गर्ने मान्छे कम छौँ त्यो भनेको हाम्रो जिम्मेवारी बढी छ हामीले गरेको खेतीले धेरैलाई खुवाउनु छ र बाई 2050 संसारको पपुलेसन त 8 बिलियन पुग्छ भन्छ हैन 8 अर्ब यत्रो मान्छेले खानै पर्यो बिना खाना त हामी बाँच्न सक्दैनौँ यो त यथार्थ हो यो कुरालाई पनि मनन गरौँ सो 2001 मा चाहिँ कर्मा कृषि केन्द्रले बिउको रूपमा कर्मा एन्ड सन्स ट्रेडर्स भनेर स्थापित गर्यो जसले गुणस्तरीय बिउ विभिन्न भेराइटीका हाइब्रिड बिउहरू ओपी बिउहरू र इभन आज पनि अनुसन्धान गर्दैछ हजुरहरूको सल्लाह सुझाव एकदमै आवश्यकता छ हैन र 2006 मा आएर कर्मा इन्टरप्राइजेस किनभने बिउले मात्र खेती गर्न सकिँदैन एउटा खेती गर्नलाई के चाहिन्छ म भन्दा बढी हजुरहरूलाई थाहा छ त्यही पनि हरेक कुराहरू चाहिन्छ उचित मल चाहिएला उचित माटो चाहिन्छ उचित बिउ चाहिन्छ उचित प्रविधि चाहिन्छ पानी चाहिन्छ विभिन्न फ्याक्टरहरू चाहिन्छ त्यही कुरालाई मध्यनजर गरेर 2006 मा कर्मा इन्टरप्राइजेस भनेर कर्मा ग्रुपले स्थापित गर्यो जसले विभिन्न प्रविधिहरू तब सम्भवतः नेपालमा थोपा सिँचाइ प्रविधि भित्राउने हामी वान अफ द लिडिङ इन्टरप्राइजेस हौँ ग्रीन हाउस कन्सेप्ट हैन अलिकति प्रविधिलाई एडप्ट गर्नुपर्छ बेमौसमी खेती पनि गर्नुपर्छ र साथसाथै अलिकति उत्पादन पनि बढाउनुपर्छ भनेर हामीले त्यो प्रविधि ल्यायौँ र आजको दिनमा कर्मा इन्टरप्राइजेस अन्तर्गत विभिन्न प्रोडक्टहरू छ हैन सूक्ष्म खाद्य तत्त्वहरू त्यसपछि गुणस्तरीय विभिन्न भेराइटीका मलहरू र आउने दिनमा अझै हामी यसलाई अनुसन्धान गर्दैछ हाम्रो आरएनए टिमले अझै रिसर्च गरेर के छ त यथार्थ समस्या जस्तै हिजो पनि हामीले फिल्डमा जाँदाखेरि देख्यौँ हैन हाम्रो नयाँ स्वेल हस्पिटल भनेर हाम्रो नयाँ टेराबोस हैन अहिले बाहिर पनि तपाईले देख्न सक्नुहुन्छ यस्ता प्रोडक्टहरू आइरहेका छन् त्यसको बारे अझै बुझ्नुस् र 2009 मा आएर कर्मा केमिकल्स भन्ने भयो हाम्रो चेयरम्यान सरले भन्नुहुन्छ विषादी भनेको कृषकलाई रहर हैन बाध्यता हो र व्यावसायिक कृषिमा विषादीको भूमिका छ किन हरेक वर्ष रोग किराहरू बढ्दै गइरहेका छन् पहिला म यसो कृषिको अध्ययन गर्दाखेरि के लाग्थ्यो भनेदेखि पहाडमा चाहिँ फंगसहरू बढी हुन्थ्यो किराहरू कम हुन्थ्यो अहिले अब पहाडमा पनि किराहरूको प्रकोप बढ्दो छ तराईमा पनि आफ्नो हिसाबले बढ्दो छ र हामी व्यावसायिक कृषक हो भने चाहिँ यो प्रिभेन्टिभ मेजर्स हुन्छ नि सक्कर रोग लाग्नै नदिनु जसरी हामी बच्चा हुँदाखेरि भ्याक्सिन लाउँछौँ नि हैन किन हामी भ्याक्सिन लगाएको त हाम्रो शरीरमा हामीले अस्ति कोभिड आयो सम्भवतः सबैजनाले 2-3 भ्याक्सिन हामीले लायो होला किन लाग्यो त त्यो हैन भोलि केही नहोस् भनेर सेम कुरा हो किनभनेदेखि बिरुवा भनेको पनि एउटा जैविक तत्त्व हो हैन फलफुल होस् वा हाम्रो हर्टिकल्चरको तरकारीहरू होस् प्राण छ त्यसमा र सम्भवतः उसलाई हामीले सुरक्षित मजबुत बनाउनुपर्छ हैन रोग लाग्नै दिनुहुन्न त्यसैले हामीले प्रिभेन्टिभ मेजर्सहरुमा पनि जान्न चाहिँ जरुरी छ आजको दिनमा हामी व्यवसायिक कृषक हो भने र साथसाथै क्युरेटिभ टाइमली आजको दिनमा कर्मा कृषि केन्द्रले 15 वटा जिल्लामा आफ्नो प्राविधिक साथीहरू हाम्रो बीएससी एजी गरेको भाइहरू दाइहरूलाई हामीले डेडिकेट गरेका छौँ उहाँहरूको काम भनेको तपाईहरुलाई प्राविधिक सल्लाह सेवा सुझाव समयमा दिने हो फेरि त्यसैले तपाईहरुलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने उहाँहरूको नम्बर छैन भने यही प्रोग्राम मार्फत लिनुहोस् उहाँहरूलाई कल गर्नुहोस् किनभने उहाँहरूको विज्ञता छ त्यसमा उहाँहरूले 4 वर्ष लाएर बीएससी एजी पढ्नु भएको छ हामी भन्दा बढी उहाँहरूले बुझ्नु भएको छ तपाईहरुबाट पनि उहाँहरूले सिक्न सक्नुहुन्छ साथसाथै तपाईहरुको गुनासा जिज्ञासा सल्लाह सुझावहरू पनि उहाँहरूलाई दिनुहोस् आजको दिनमा हामीले लगभग 15 वटा जिल्लामा चाहिँ प्राविधिकहरू हामीले असाइन गरिसक्यौं आउने दिनमा यो अझै बढ्ने क्रममा छ किनभने उचित प्राविधिक सल्लाह सुझाव बिना कृषिलाई पनि हामीले दिगो बनाउन सक्दैनौं हैन र राम्रो बनाउन सक्दैनौं त्यो गर्यौं भने हामीले अल्टिमेटली हाम्रो जुन यो कार्यक्रमको लक्ष्य हो लागत पनि घटाउन हामीले सोच्नुपर्छ साथसाथै उत्पादन र आम्दानी किनभने कृषिलाई कृषकलाई सुनिश्चित सम्मानित बनाउने भने यो गर्न जरुरी छ यसै भन्दै हामीले कर्मा केमिकल्स भनेर किङ बुसान भन्ने संसारकै एउटा रिनाउन्ड प्रतिष्ठित कम्पनीको विभिन्न हजुरहरूले चलाइ नै रहनु भयो होला उपभोग गरिरहनु भएको होला हैन विभिन्न हामीले यो विषादीहरू साथसाथै अरू खाद्य तत्त्वहरू चाहिँ बजारमा लिएर आएका छौँ र अझै यसलाई चाहिँ अझै समय अनुसार माग अनुसार र कृषकको आवश्यकता अनुसार हामीले ल्याउन जरुरी छ त्यसको लागि पनि मेरो आग्रह चाहिँ सम्पूर्ण अग्रज कृषक दाजुभाइहरू हजुरलाई के समस्या छ हाम्रो टिमलाई भन्नुहोस्
हाम्रो डिलर दाजुहरू सब डिलर दाजुहरूलाई भन्नुहोस्, जसले गर्दाखेरि उहाँले कम्पनी हाम्रो चेयरम्यानसम्म हामीसम्म त्यो मेसेज पुर्यायौँ भने हामीले चाहिँ हाम्रो पार्टनरहरूलाई भन्न सक्छौँ। र सम्भवतः कर्मा ग्रुप अफ कम्पनीजको जतिजना हाम्रो पार्टनर छौँ नेपालमा गुणस्तरीय र प्रिमियम प्रोडक्ट ल्याउने कम्पनी यही नै हो। र हामी नेपालमा भए पनि हैन र्याङ्किङमा त हामी 100 भन्दा पछाडि पर्छौँ, तर हामी कृषिमा गुणस्तरीय वस्तु चलाउने चाहिँ सम्भवतः धेरै अगाडि नै छौँ। किनभने जस्तै किङकुसा भने 80-90 वटा देशमा उहाँको प्रोडक्ट जान्छ, न्यापको 40-50 वटा देशमा जान्छ। अहिले हाम्रो प्लग मिक्स भन्ने प्रोडक्ट देख्नु भएको छ, त्यो भनेको जर्मनको 100 वर्ष पुरानो एकदमै रिनाउन्ड हो। र सिपी ग्रुप आफैमा 100 वर्ष इतिहास बोकेको कम्पनीलाई कर्मा ग्रुपले रिप्रेजेन्ट गर्छ। त्यो भनेको आफै बुझ्नुहोस् यसको महत्त्व कति छ। र यसलाई अझै राम्रो बनाउने हो भने चाहिँ हजुरहरूको साथ सहयोग सल्लाह सुझाव चाहिँ समयमै चाहियो, फेरि ढिलो होइन कि के छ त्यो चाहियो। र यही भन्दै 2017 मा कर्मा सिड भनेर कर्मा ग्रुपले सुरु गर्यो। यसको उद्देश्य भनेको चाहिँ विदेशबाट मात्र सिड नल्याउँ, हामी नेपालमै बिउहरू गुणस्तरीय बिउहरू उत्पादन गरौँ भनेर पनि यो वर्ष सम्भवतः हाम्रो पेजहरू पनि हेर्नुभयो होला कर्मा ग्रुप अफ कम्पनीजको। छैन भनेदेखि आजै लाइक गर्नुहोस् हैन, कर्मा ग्रुप अफ कम्पनीज भनेर हाम्रो फेसबुकमा पेजहरू छ, त्यो पेजलाई लाइक गर्नुहोस्, त्यहाँ हामीले इन्फर्मेसनहरू सर्कुलेट गरिरहेको हुन्छ। र यो वर्ष कर्मा ग्रुप अफ कम्पनीजले नेपालकै इतिहासमा पहिलोचोटि हाइब्रिड सिटी मेजको चाहिँ हामी ट्रायल गर्दैछौँ। यो सफल भयो भने आउने दिनहरूमा चाहिँ हामीले नेपालमै उत्पादित बिउहरू हजुरहरूको माझ लिएर आउँछौँ हैन। यो भन्दै हामी धानमा पनि काम गरिरहेका छौँ। तपाईँहरूले सुन्नुभयो होला एजियाको विभिन्न भेराइटीहरू, अनुभव पनि होला तपाईँहरूको, त्यो पनि दिनुहोस्। र 2019 मा चाहिँ अब यहाँ विभिन्न हाम्रो कृषक डिलर दाइहरू सब डिलर दाइहरू हुनुहुन्छ र हामीले चाहिँ अब एग्रोभेटहरू हाम्रो कृषिहरू चाहिँ सही तरिकाले किसानलाई पुर्याउनु पर्यो। किनभने किसान नै भएन भने हामी पनि हुँदैनौँ, हामी भएनौँ भने त्यसको चेन रियाक्सन राज्यसम्म पुग्छ हैन, समग्र कृषि प्रणालीमा पर्छ। म कृषि क्षेत्रमा भएको लगभग 14-15 वर्ष भयो। म जोइन गर्दाखेरि जिडिपी भन्छ त्यसमा 35% कन्ट्रिब्युसन थियो, आज म आउँदाखेरि 24% छ। भनेपछि आफै बुझ्नुहोस् हाम्रो कृषि कुन दिशातिर गइरहेको छ। आयात हरेक वर्ष बढ्दो छ, तर सम्भावना चाहिँ छ। राज्यले पनि कृषि दशक भनेर घोषणा गरिसक्यो हैन यो वर्षदेखि चाहिँ। तर राज्यको आफ्नै समस्या होला, तर कृषि दशक भनेर उसले 10 वर्ष त डेडिकेट गरेको छ। र कति कृषक दाजुहरूलाई हिजो हामीले भेट्दा हामीले देख्यौँ कृषिमा पनि भविष्य चाहिँ छ, तर हामी उद्यमको मानसिकताले चाहिँ कृषि गर्नु पर्यो। हामीले आफूलाई पहिला सम्मान गर्नु पर्यो, आफूले बुझ्नु पर्यो, जान्नु पर्यो, जागरुक हुनु पर्यो। किनभने आज प्रविधि छ, विभिन्न कुराहरू छ, र सबैभन्दा ठुलो कुरा भने कम्युनिकेसन गर्नु पर्यो। हाम्रो टिमलाई होला, हाम्रो डिलर दाजुहरू सब डिलर दाजुहरूलाई होला वा दिदीहरूलाई होला भन्नु पर्यो, बुझ्नु पर्यो हैन। त्यो गर्यौँ भने चाहिँ हामी आफै सक्षम भएर चाहिँ खेती गर्नु पर्यो। त्यो गर्ने बित्तिकै हामीले लागत पनि घटाउन सक्छौँ, उत्पादन पनि बढाउन सक्छौँ, सबै चिज गर्न सक्छौँ। त्यसरी नै 2019 मा कर्मा कृषि केन्द्र भन्ने चाहिँ स्थापना भएको छ सितापाइलामा। सम्भवतः यो कृषि केन्द्र चाहिँ नेपालकै इतिहासमा कृषिलाई नै एउटा काया पलट गर्ने भनौँ, नयाँ अनुभव दिने कृषकलाई हैन, त्यस्तो खालको कन्सेप्टमा चाहिँ हामीले एउटा मोडर्न एग्रोभेट भनौँ न, एउटा परम्परागत एग्रोभेट भन्दा पनि अलिकति फरक तरिकाले, र जसको उद्देश्य भनेको सेवा दिने हो। र यही कुरा चाहिँ म सम्पूर्ण दाइहरूलाई पनि सेवा दिन लाउँछु, जहाँ हाम्रो टिमको हजुरले सहयोग लिन सक्नुहुन्छ। हजुरहरूको साथ सहयोग भयो भने हामीले किसानलाई अझै राम्रो सेवा सुविधाहरू दिन सक्छौँ, जसले गर्दाखेरि हामीले उहाँहरूको उत्पादन साथसाथै समस्याहरू चाहिँ समयमै सल्भ गर्न सक्छौँ उचित तरिकाले हैन। र 2020 मा कर्मा डिजिटेक भनेर कर्मा ग्रुप अफ कम्पनीजले स्थापित गरे। आजको दिनमा 6 वटा कम्पनी छ, यो चाहिँ सबभन्दा कान्छो हाम्रो संस्था हो कर्मा डिजिटेक। कर्मा डिजिटेक भन्ने बित्तिकै नाम आफैले जनाउँछ यो के को लागि हो भनेर। यसले विभिन्न प्रविधिहरू हैन, तपाईँको सम्भवतः हजुरहरूले पनि देख्नु होला हाम्रो मोबाइल छ, ट्याब्लेट छ, त्यो भन्दा पनि बढी ड्रोन ल्याउने सम्भवतः नेपालमा पहिलो हामी होला। आगामी दिनमा यसको पनि व्यवसायीकरण होला। हामीसँग हार्भेस्टर छ, हामीसँग विभिन्न औजारहरू, मेसिनहरू, विभिन्न चिजहरू छ। इभन हामीसँग डिजिटल माइक्रोस्कोपदेखि लिएर विषादीहरू नाप्ने स्केल मेसिनहरूदेखि लिएर हैन, माटोको पीएच नाप्नेहरूदेखि लिएर विभिन्न लगभग आजको दिनमा यो 6 वटा कम्पनीले कर्मा ग्रुप अफ कम्पनीजमा 1000 भन्दा बढी प्रोडक्ट छ, र कतिवटा तपाईँले उपभोग गर्नुहुन्छ यो हजुरहरूलाई नै थाहा छ। तर मेरो भनाइ भनेको चाहिँ सबै प्रोडक्टलाई बुझेर हामी व्यवसायको रूपमा चाहिँ अगाडि बढ्न अब एकदमै जरुरी छ हैन। यति भन्दै चाहिँ अब हामी सबै एकजुट हौँ, हामी सबैले कृषिमा एकजुट भएर एकअर्कामा आदान प्रदान गरेर सही ढङ्गले अगाडि बढ्यौँ भने कृषिको ठुलो सम्भावना छ। किनभने आज देख्छौँ हरेक वर्ष कृषिको होला बजार भनेको आफ्नो ठाउँमा छ, त्यो पनि हामी एकजुट भयौँ भने त्यसमा हामी पनि काम गर्न चाहिँ सक्छौँ हैन। तर चुनौती पनि छन्, हरेक वर्ष रोग बढ्दो छ, किरा बढ्दो छ, समस्याहरू बढ्दो छ, बिउको अभावहरू होला हैन समयमा पाउने। त्यो चिजलाई चाहिँ हामी एकजुट भएर कम्युनिकेसन पनि गर्नु पर्यो
हैन समयमै कम्युनिकेसन गर्नु पर्यो, गफ गर्नु पर्यो, भेटघाट गर्नु पर्यो र सही के खोजिरहनु भएको छ त किसानहरूले, के चाहिरहेछ, के हो हाम्रो यथार्थ समस्या, यो सबै गरेर चाहिँ हामी अगाडि बढ्यौँ भने आगामी दिनमा चाहिँ हामीले कृषिलाई विकास गर्न सक्छौँ। र यो जुन हाम्रो उद्देश्य हो यो कार्यक्रमको, यसमा चाहिँ मेरो सबैलाई आग्रह एकजुट भएर सोचौँ एकचोटि हामी कृषिलाई नै परिवर्तन गर्ने हो नि। किनभने मेरो विचारमा यहाँ उपस्थित सम्पूर्ण किसानहरू नेपालकै लागि एउटा उदाहरण कृषकहरू हुनुहुन्छ हैन। जो सम्भावित हुन्छ, डिलरदेखि लिएर सब डिलरदेखि लिएर कृषकहरू नेपालको लागि नै एउटा आइडल भनौँ न, आफ्नो क्षेत्रको एउटा उदाहरणीय कृषक हो। र तपाईँहरूले राम्रो गर्नु भने अरूले त्यो कुरा सिक्छ र त्यो गर्दै हामीले चाहिँ कृषिलाई चेन्ज गर्न सक्छौँ। र कृषिमा युवाको आकर्षणलाई पनि जोड्न जरुरी छ। त्यसको लागि हामीले कृषिमा प्रविधि भित्राउन जरुरी छ हैन। यति भन्दै मभन्दा बढी कृषि हजुरले बुझ्नु भएको छ, तर आउने दिनमा हजुरहरूबाट पनि म कृषिको बारे बुझ्न चाहन्छु। हजुरहरूको ठाउँमा म नआए पनि हाम्रो टिम, इभन म, सबैजना हामी आउँछौँ। हामीलाई यथार्थ हजुरहरूको समस्या भन्नुहोस्, हामीलाई जेन्युन फिडब्याक दिनुहोस् र समग्र कृषिलाई विकास गर्न र जुन यो कर्मा कृषि सम्मेलन 2081 को मोटो छ, लागत घटाउँ, उत्पादन र आम्दानी बढाउँ, यो यात्रामा साथ सहयोग हौसला दिनुहुन्छ भन्दै मेरो स्वागत मन्तव्य र तपाईहरू सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।